वेलकम 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 दाइको च्यानलमा चाहिँ वेलकम आज दाइलाई मन परे बाइक कुन हो भनेर कमेन्ट गर्नु होला दाइले यहाँ देखाउनुहुन्छ हामी चाहिँ नाइमा अटो सो आएको छौँ वान अफ द मोस्ट वेटेड एक्सपो हो यो बाइकको सो धेरै खतरा लाइन अपहरू आइरहेको छ सो त्यही हेरौँ भित्र गएर अनि कङ्ग्रेचुलेसन्स फर न्यू डिजाई हिरो 6 थ्याङ्क यू सो मच म चाहिँ अब थोत्रो भयो यार अब अस्तिसम्म दाइले जिस्केर कहाँ गोप्रो भन्दा थियो अब कहाँ 5 भन्नुहुन्छ दाइले मेरो 5 अहिले मैले त अब भिडियो यति बेला फोन आउँछ भनेर ल राइट मोड here we go here's our pass let's go आज चाहिँ म चाहिँ फर्स्ट टाइम है नाइमा नाडामा मेरो फर्स्ट ब्लग हुन्छ सो आई होप इट्स गोना बी अ इन्ट्रेस्टिङ वान एन्ड आइ एम गोना डु माई बेस्ट एज वेल लेट्स गो म्यान गाडी भन्दा नि बाइकै हो The first thing I see is beautiful ladies over here and the hotness inside this building, man. एकदमै गर्मी छ यहाँ चाहिँ यो गाडी हेर्न आएको होइन गाडी चाहिँ हेर्न चाहिँ पर्ने थियो तर अहिले म हेर्दिनँ I'm not here to see this because I just want to escape this place as soon as possible. Hey, let's go, man. Let's try something new. So I have a very interesting person here with me. Hello Dai, welcome to my vlog. Check it out. हामी त बाइकिङमा छु हजुर 4 व्हिलर्स त ठिकै लाग्छ त्यस्तो खास लाग्दैन लेट्स गो टु दी 2 व्हिलर सेक्सन All right, man. Let's go to the two-wheeler section as soon as possible. All right. Ooh, this is one bike that I really wanted to have a look. This is the Apache RTX. I thought it was RDX or RTX se rahecha hai. Ani this is a very good 300cc. Yeah, 300cc ko liquid cool power engine. This is the bike for the people who likes to travel a lot, हैन रोड और हान्ने अलिअलि अफरोड हान्ने भन्छ this is the perfect companion bike for you guys. It's a 20cc bike, so it's a parallel 3. So it have won like 6 SBK, WSBK bikes, and so now it's in Nepal for like 44 lakhs, and in Naima you can buy it for 38 lakhs only. Wow, man, what a nice price, man. Yeah. अति बवाल यार. तिमीले यो बाइक राइड हाने कि छैन? And in the 200 km गरिसकेँ 200 क्रस गरिसक्यो? स्मुथ हो, इजी हो. मैले चाइनामा आई डोन्ट नो एबाउट नेपाल होइन तर म चाइनामा चाहिँ मैले 5.5 सेकेन्ड्समा 200 स्पिड Look at this red beauty, man. खतरा यार. तर हजुरको टु बी अनेस्ट होइन हजुरको 44 लाखमा you can buy a brand new bike 820cc and then instead of buying a CBR for 55 lakh that used one. Yeah. खतरा हो, साँच्चै हो. Right. Honest हो. यसको स्टक होइन सबै यो? Right. Everything stock there, everything is stock. This is what I was waiting for. The all new Kovi 450 Rally Edition. So brother, यसको ट्याङ्क क्यापेसिटी कति हो? यसको ट्याङ्क क्यापेसिटी चाहिँ कम्पनीले चाहिँ 36 क्लेम गरेको छ तर 32 चाहिँ हामीले ग्यारेन्टी नै दिन्छ यसमा आउँछ 32 हजुर यसमा चाहिँ 3टा ट्याङ्क छ यो फ्रन्ट 2टा भयो पछाडि एउटा वाउ म्यान यसको प्राइस चाहिँ कति हो? हजुरको यसको चाहिँ 19,75,000 छ अहिले सर मार्केट हाम्रो यो र्याली एडिसन र अहिले हामीले जुन चाहिँ मार्केटमा नेपालमा ल्याएको छ नि त्यसमा केही चेन्जेसहरू छ यसमा? यसमा केही चेन्जेस छैन सर हाम्रो चाहिँ यो प्योर डकार हाम्रो जुन रेस ट्र्याकमा डकारमा कुद्यो हाम्रो यो सबै त्यही नै हो इक्विपमेन्टहरू चाहिँ अलिकति फरक छ हजुर होइन तर अरू केही पनि भित्रको इन्जिनहरू केही पनि चेन्ज छैन जुन त्यो रेस ट्र्याकमा दौड्यो त्यही नै हो सर सो वाट इज दिस वेट चाहिँ कति छ यसको? यसको चाहिँ 165 kg सर विथ पेट्रोल
With petrol. हजुर विथ 32 लिटर्स विथ 32 लिटर्स चाहिँ हजुरको 165 छ सर So मलाई अहिले अलिकति रस भन्दा पनि इट्स लाइक अहिले अलिकति धेरै मान्छे छ होइन हजुर। सो आई वुड लाइक टु भिजिट द सोरुम सो वेयर इज द सोरुम हाम्रो चाहिँ नक्सालमा छ सर नक्साल नारायण चौरको अपोजिट सर यो बाइकको नाम चाहिँ कोबे MX 250R हो यो चाहिँ खास रेस पर्पजको लागि लिएर आएको हामीले चाहिँ नेपालमा इफ इन केस कसैलाई केही चढ्नु छ यस्तै बाइक चढ्नु छ भने चाहिँ हामीले इन्ड्युरो MX 250 भनेर पनि लिएर आउँछौँ अनि अर्को कुरा भनेको चाहिँ यसमा 7 लिटरको ट्याङ्क क्यापेसिटी छ भने इन्जिनले चाहिँ 40 bhp हर्स पावर अनि 27 न्युटन मिटर टर्क चाहिँ प्रड्युस गर्छ अनि यसमा चाहिँ अर्को भनेको ट्र्याक्सन कन्ट्रोल छ अनि मोड छ एउटा स्पोर्ट्स मोड एउटा इको मोड अनि अगाडिको सस्पेन्सन चाहिँ KYB को छ अबको 5 years from now for all those people who is watching this video होइन I just want to say that तिमीहरू बाइक किन्ने बेलामा कन्फ्युजनमा आउँछ को बारेमा चाहिँ हाम्रो दाइले साह्रै मन परेको बाइक हो यो है तर दाइलाई यो भन्दा नि 500 cc मन परेको थियो तर मैले चाहिँ दाइलाई के भनेको थिएँ प्र्याक्टिकलमा जाउँ यदि प्र्याक्टिकलमा गयो भने दिस वान विल बी मोर बेटर हजुरलाई डेली राइड होस् लङ टुर होस् हाइवे होस् सबैमा क्यापेबल भएको बाइक हो यो खास 350 cc त्यही अहिले पनि भन्छु दाइलाई एक्चुअली ट्राई गर्नु चलाएर हेर्नु यु विल डेफिनेटली लभ दिस बाइक है अनि त्यही हो अब प्राइसको कुरा गर्दाखेरि पहिलाभन्दा प्राइस बढिसकेको छ अहिले चाहिँ यसको रिसेन्टली प्राइस 10,20,000 छ भने 352 को वेयरएज हामीसँग 4-5वटा मोडल छ अहिले यहाँ नाइमाको लागि अनि बेस्ट यो चाहिँ हजुरको 1000वाला हो जसले चाहिँ बजार पनि हल्लाइरहेछ सो यो त हजुरले पहिला नि हेर्नु भएको थियो सो हजुरको भ्युअरलाई चाहिँ यो चाहिँ एउटा 1000 cc को एडभेन्चर V12 इन्जिन भएको बाइक हो अनि यसले चाहिँ हजुरको प्राइसिङको कुरा गर्दा 45 lakhs को एउटा प्राइस चाहिँ हामीले कोट गरेको छौँ जुनमा चाहिँ नेपालमा एउटा सोल्ड आउट पनि भइसकेको छ यो बाइक है अनि 500 मा जाने हो भने 500 मा अलिकति भिड रहेछ सो हामी 250 मा जाउँ 250 एडभेन्चर नयाँ आएको दाइ आज भर्खर एक्सक्लुसिभ हो फर नाइमा अडियन्स स्पेसली सो अहिले जो गरिरहनु भएको छ उहाँ चाहिँ इन्डियाको एउटा वान अफ द टप मोटो भ्लगर हुनुहुन्छ KSC भ्लग्स भन्ने उहाँ पनि एउटा क्षेत्री हो बिलोङ चाहिँ उहाँको ग्रान्डफादरहरू चाहिँ नेपालमै बिलोङ गर्नुभएको रहेछ सो अहिले चाहिँ इन्डियामा बसेर एउटा लाइफस्टाइल उतै चलाइरहनु भएको छ उहाँ चाहिँ एउटा बाइक राइड गरेर नाइमाको स्पेसल इन्भिटिजमा आउनु भएको रहेछ खास सो अघि मैले कुरा पनि गरेको थिएँ उहाँसँग यहाँ खतरा बोलिदिनु रहेछ है उता मजाले हामी कसरी बोल्ने त्यस्तो हामी त पुरा भने सक्यो होइन इन्डियाको ब्लगर्सहरूको उनीहरूको एक्स्ट्रा छ क्या है उनीहरूले गर्न पनि सक्छ अब हामीले त्यही कुरा सिक्नलाई अझै टाइम लाग्छ क्या हामीलाई चाहिँ हामीहरूलाई चाहिँ लाज लाग्छ भन्छ मान्छे होइन सो वाट निड्स टु बी इम्प्रुभ इन नेपाली मोटो ब्लगर्स नेपाली मोटो भ्लग्समा हेऱ्यो भने चाहिँ एउटा स्पिडिङ जुन कुराहरू हुन्छ नि अहिलेको भ्युअरलाई हेर्ने भने छोटो मिठो फास्ट हो कि ठ्याक्क बोल्यो सकिहाल्यो जे हो भन्न खोजेको त्यही भनिदिने नघुमाइदिने कुरा त्यति हो के छ भाइ थ्याङ्क यू सो मच लक्ष्य थ्याङ्क यू दादा र म अगाडि लागेँ है त अगाडि अब यही हो हाम्रो लास्ट स्टप चाहिँ यही हो बाइकको ए हो र अब यसपछि चाहिँ सबै गाडी गाडी अनि आउट अब त्यसै उता खाजा खान जानु पऱ्यो यार है ल हस् त थ्याङ्क यू सो मच फर यर टाइम म्यान Alright. The Naima is done, man. Quick गरेँ जस्तो जस्तो आउँछ त्यस्तै गरेँ केही बनावट गर्न सकेन मैले जे छ त्यही छ ट्याक्क म हिँड्दै something got my attention and the attention was this bike. Look at this bike, man. Looks very nice. I like it a lot. Belt system वाला रहेछ belt drive system छ हैन Oh man, this is so damn beautiful. Excuse me दाइ यसको प्राइस कति छ यो 13-20 13,20,000 कति सीसी को यो 450 सीसी ड्राइभ बेल हजुर सिस्टम बेल सिस्टम यो कभर तपाईको यसमै त्यो तपाईको CLC 450 मा तपाईको
डबल सिट हुन्छ, हजुर प्लेन सिट पनि हुन्छ तपाईँको। यसमा चाहिँ सिङ्गल सिट मात्रै। Alright man, this bike feels very good, very light, 5'6" height लाई एकदम perfect रहेछ, and the riding position पनि यसको wild रहेछ यार. I like the style of this bike, the color and everything. यो चाहिँ solo ride हान्न दामी देख्छ यार bro. बवाल छ यार. So, was it worth it for visiting the NAIMA Nepal Mobility 2026 Expo ma? Yes, definitely man. अति खतरा लाग्यो. मेरो vlog चाहिँ अलिकति त्यति राम्रो भए पनि नभए पनि मन पराइदिनु भएको छ, धेरै धेरै धन्यवाद, and thank you for watching till now, and hope to see you again in the next one. And yeah man, don't forget to watch my other vlogs as well. See you soon man. Take care. Bye bye. Peace out.